आजको दिन चाहिँ एकदम खुसियालीको दिन छ मेरो लागि चाहिँ होइन। तपाईँहरूलाई एउटा कुरा भन्न जाँदैछु, तर म भिडियो चाहिँ बाहिर गएर सुरुवात गर्छु, म घरबाट गर्दिनँ। ए लो सेटअप चाहिँ बाँकी मैले सब सेटअपहरू गरिसकेँ हेलमेट गोब्रोको होइन। ल हुन्छ फेरि बाहिर जानेछु अनि मात्र भिडियोको सुरुवात गरेर तपाईँहरूलाई बताउनेछु म के गर्न जाँदैछु, के हुन्छ भनेर है त। वेलकम ब्याक टु माई न्यू एपिसोड। फेरि पनि एक नयाँ दिनको सुरुवात भइसकेको छ होइन। सुरुवात सँगसँगै आज म चाहिँ अहिले बाहिर आएर तपाईँहरूलाई स्टार्ट गर्दैछु भिडियो क्या होइन। म चाहिँ अहिले कहाँ छु भने होइन, अगाडि कुडाको दान छ, कुडै कुडा छ, म यहाँ छु बिचमा छु होइन। र फाइनली म चाहिँ अब नयाँ बाइक लिँदैछु क्या, नयाँ बाइक लिँदैछु होइन। कुन बाइक लिँदैछु भन्दाखेरि म पहिला सबैभन्दा गाडी स्टार्ट गरेर यहाँबाट लागौँ होइन। फाइनली साथीहरू अब मेरो पनि युट्युबको स्क्रिनमा चाहिँ अब बाइक आउने भयो होइन। अब मैले बाइक चाहिँ किन लिन लाएको भन्दाखेरि चाहिँ अब म कहीँ पनि अब बाहिरतिर जान्छु नि त, महिनामा एक दुईचोटि कहिले काहीँ जान्छु, हाइवेतिर हुन्छ होइन। स्कुटीले चाहिँ कस्तो भने अब अलिकति स्पिड पुग्दैन नि त, यसले अलिकति टाइम लाग्ने भयो। त्यही भएर यार सोचेको अब चलो बाइक नै लिनु पऱ्यो एउटा, केही छैन भनेर होइन। रिक्स लिएर लिनु खोजिरहेको छु क्या मैले चाहिँ। बस तपाईँहरू सपोर्ट गरिदिनु होला होइन। अब चाहिँ युट्युबको स्क्रिनमा बाइक फाइनली आउनेछ र मैले बाइक पनि बुक गरिसकेँ है त। अब अग्लो भिडियोमा चाहिँ तपाईँहरूलाई देखाउने चाहिँ मेरो बाइकको मोटो भ्लग सेटअपमा। बाँकी को कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ होइन, सबैले सपोर्ट गरिदिनु होला। अब सबैजना राम्रै छ, आरामै छ होला हजुरहरू पनि, म पनि राम्रै छु। अब दिल्लीमा चाहिँ जाडो भइसक्यो होइन, जाडो महिना सुरु भइसकेको छ। आजबाट चाहिँ अलिअलि एकदम दिउँसो पनि जाडो भएको छ क्या। बिहान त झन् जाडो हुने भयो होइन, दिउँसो पनि जाडो नै छ अहिले चाहिँ। अब जाडोमा चाहिँ अब एकदम जाडो नै हुन्छ यहाँ चाहिँ फेरि है। गर्मीमा गर्मी हुन्छ, जाडोमा जाडै हुन्छ। तर मलाई फेरि गर्मीभन्दा चाहिँ जाडो महिना ठिक लाग्छ क्या। गर्मी त्यति मलाई मजा लाग्दैन यार, लास्टै गर्मी हुन्छ। हेडमेट लाउँदा पनि पसिना चुहुन्छ होइन। जे होस् मनमा खुसी पनि लागेको छ होइन, धेरै खुसी लागेको छ। मलाई अहिले खास चाहिँ होइन बाइक लिने मन थिएन अब, किनकि अब यसले पनि एकदम मलाई सपोर्ट गरेको छ नि त, स्कुटीले पनि। अब 2-2.5 वर्ष भइसक्यो किनेको होइन। अब अहिलेसम्म एकचोटि धोका दिएको छैन क्या, त्यही सर्भिसिङ गरेर चलाइरहेको छु क्या। अनि यसो एक हिसाबले यार अब होइन, भिडियो बनाउने भएपछि अब बाइक पनि त लिनुपर्ने हुन्छ एउटा होइन। बाइकले चाहिँ कस्तो हुन्छ भने अब अलिकति टाइम कम खान्छ, अलिकति राम्रोसँग अब जहाँ पनि पुग्न सकिन्छ नि त। त्यही भएर चाहिँ अब सोचेर चाहिँ मैले बुक गरिदिएँ क्या बाइक चाहिँ। दिल्लीमा यति धेरै जाम हुन्छ कि होइन। अगर मैले जामको भिडियो पनि बनाएँ भने होइन, 1 घन्टा जाम हुन्छ कि एक ठाउँमा। लास्टै जाम हुन्छ यार, लास्टै जाम यार। मलाई फेरि सबैभन्दा मनपर्ने बाटो चाहिँ यही हो क्या, एकदम राम्रो लाग्छ यो बाटो चाहिँ एकदम। किनकि अब हिँडिरहने भएर हो कि के हो होइन, सजिलो लाग्ने रहेछ क्या। अब सबैभन्दा पहिला चाहिँ यहाँबाट अब घरपट्टि फर्क्यौँ होइन। म अलिकति टाढा नै आएको थिएँ, यताबाट जान्छु माथिबाट होइन। एकछिन यहाँ माथि रोकेर फेरि त्यहाँबाट घरतिर लाग्नेछु। तर यो खासै काम छैन कि, फ्लाइओभर बनाएर मान्छेहरू तलबाट बाटो काट्छ, यो यति युज आउँदैन कि यो फ्लाइओभर चाहिँ। पहिला हामी सुरुमा आउँदा होइन यहाँ केही पनि थिएन कि, यो फ्लाइओभरहरू यताउता मेट्रोहरू केही पनि थिएन कि। अहिले चाहिँ राम्रो बनाएको छ यार। ल म एकछिन यहाँ रोक्छु है त फेरि। ल साथीहरू म चाहिँ अब होइन यहाँ फ्लाइओभरको माथि आएर रोकेको छु। अब यहाँ स्कुटी खडा छ यहाँ होइन। बाँकी हेर्नु न कति राम्रो नजाराहरू छ, भ्यूहरू देखिरहेको छ होइन। मलाई चाहिँ यस्तो ठाउँमा आएर चाहिँ बस्नु मन लाग्छ क्या, भिडियोहरू बनाउनु मन लाग्छ, बस्नु मन लाग्छ। किनकि अब मेन रोडतिर गयो भने तल हुन्छ होइन, फ्लाइओभर चाहिँ अलिक माथि नै हुन्छ क्या। अनि त्यस कारणले चाहिँ पुरै माथि देखिरहेको हुन्छ क्या, अनि त्यही भएर एकदम राम्रो लाग्छ क्या। बाँकी अब मैले अब नयाँ गाडी लिँदैछु होइन। यसले पनि मलाई अब धेरै सपोर्ट गरेको छ क्या, धेरै सपोर्ट गरेको छ होइन। अब यो मोडिफिकेसन पनि हरेक गरेको छ क्या मैले। यसको नि एक दिन म तपाईँहरू निकाल्छु होइन, यति गर्नलाई कति लाग्छ भनेर होइन। अब यसलाई म छोड्न त छोड्दिनँ होइन, अब युजमा आउँछ, बेच्न पनि बेचिनँ नि त म। किनकि यार अब यसले धेरै अब साथ दिएको छ नि त मलाई अहिलेसम्म। अब कहीँ गएर पनि धोका दिएको छैन कि। अब इन्डिया नेपाल होइन, दुनियाँ ठाउँमा सबै ठाउँमा घुमेको छ, धेरै टाढो घुमेको छ। यहाँबाट 1000, 1200, 1300 किलोमिटरसम्म गएको छ नि त। त्यही भएर एकदम यसको एकदम धेरै माया लाग्छ क्या।
अब मैले लिएको पनि त 2-2.5 वर्ष भइसक्यो, अहिलेसम्म के भएको छैन। अब 31,000 किलोमिटर अलि बेसी दौडिसक्यो कि, हेर्नु न 31,207 किलोमिटर दौडिसक्यो कि। धेरै अब माया लाग्छ मलाई यो स्कुटीको चाहिँ होइन। तर जस्तो जे भए म स्कुटी चाहिँ बेच्दिनँ, अब बाइक पनि युजमा आइहाल्छ, स्कुटी बेच्दिनँ। त्यही भएर ल अब हुन्छ यति भन्दै अब घरतिर लाग्छु म चाहिँ होइन। अब बसिसक्यो, ल 15-20 मिनट बसियो, यताउता हेऱ्यो, आरामसाराम गऱ्यो, फोटोसोटो खिचियो। ल अब लाग्यो घरकी तर्फ लाग्यो। अब म यताबाट राउन्ड मारेर आएको, यताबाट घरतिर जाने हो क्या। यहाँबाट लगभग छ 15-20 किलोमिटर घर पनि। अब किनकि बाहिर आज अलिकति काम थियो होइन, अनि यहाँ हेलमेट पनि छ क्या, हेलमेट पनि साथमा ल्याएको थिएँ। त्यही भएर चाहिँ यहाँ मेट्रो चाहिँ हेर्नु न कसरी जाली राखेको भन्दा चाहिँ होइन, यहाँ मान्छेहरू चढिदिन्छ क्या। मान्छेहरू चढ्ने भएर चाहिँ सेफ्टीको लागि चाहिँ जाली राखेको छ क्या यहाँ चाहिँ। अरे मेट्रो बहुत मेट्रो बन्यो नि इन्डियातिर, धेरै यार, हर जग्गा मेट्रो यार। म फेरि अहिलेसम्म बसमा चढेको पनि छैन क्या, दिल्ली आएर क्या। अब चढ्यो होला, गल्तीले 1-2 चोटि चढ्यो होला होइन, बाँकी चाहिँ म मेट्रोमै चढ्थेँ क्या प्रायः जसो। अब धेरै सजिलो लाग्छ नि त मेट्रो चढ्नलाई। गर्मीमा चाहिँ म धेरै जस्तो मेट्रोमा चढ्छु कि कहीँ जानु पऱ्यो भने चाहिँ। अब अटोहरूमा स्कुटीहरूमा हिँड्दाखेरि चाहिँ अलिक एकदम गर्मी हुन्छ क्या, त्यही भएर मेट्रोमा जानु मजा आउँछ। अलिकति हिँड्न चाहिँ अलिक गाह्रो हुन्छ होइन, माथि जाऊ चढ ओर्लियो अलिक गाह्रो हुन्छ, बाँकी चाहिँ राम्रो लाग्छ मेट्रो चढ्नलाई। म यो तलबाट नै आउन सकिन्थ्यो, किनकि मलाई फ्लाइओभरबाट आउनु चाहिँ मजा लाग्छ यार। अब तलबाट हिँड्यो, जाम हुन्छ, रेड लाइट हुन्छ, क्रस गर हिँड होइन। त्यही भएर चाहिँ मलाई माथिबाट हिँड्न मन लाग्छ कि, बाटो क्रस गर्नु पऱ्यो भने चाहिँ। हेर्नु नि यहाँ जाम भएर कहाँबाट चढाएको छु यार स्कुटी। यहाँ सबैजना यस्तो हो कि अलिकति माथिबाट बाटो भेट्यो भने होइन, माथिबाट चढाइदिने हिँडिदिने हो क्या। यस्तो छ क्या यहाँ मान्छेहरू यार, चलाउनु चाहिँ एकदम गन्दा चलाउँछ, मलाई मन पर्दैन है त मान्छेहरू चलाएको यार। यहाँ चाहिँ आफू जोगेर हिँड्नुपर्ने हुन्छ क्या, यस्तो रिक्स हुन्छ यार माका। साथीहरू म चाहिँ फाइनली घर आइपुगेँ होइन। 1 घन्टाको सफर पछाडि यताउता घुम्दा आइपुगेँ घरमा होइन। अब तपाईँहरूले अब थाहा पाइसक्नु भइहालेको छ होइन। अघिल्लो भिडियो चाहिँ पक्का मेरो बाइक आउनेछ, मेरो युट्युबको च्यानलभित्र मेरो बाइकको इन्ट्री हुनेछ। तो अब दिवाली पनि आएर छ होइन, तपाईँहरू दिवाली मनाउनु होला खुसीसँग, सबैलाई ह्याप्पी दिवाली भन्दै। तो आजको भिडियो फेरि यहीँ इन गर्नेछु, अघिल्लो भिडियोमा जरुर निड्नेछु। तपाईँहरू माया गरिदिनु होला, साथ दिनु होला, सपोर्ट दिनु होला र सब्सक्राइब गरेर जानु होला। यदि सब्सक्राइब गर्नु भएन भने पनि लाइक गरेर जानु होला है त। तो बाबा।